एकचोटि महिमालाई फकाएर सोध्छु न भनि पो हाल्छ कि। महिमा तिमी चिया खाने हो? म मिठो चिया बनाएर ल्याउँछु। चिया त भर्खर खाएको न पनि बनाउनु त चिया आहा दिदी कति मिठो चिया। त्यही त तिमीलाई गुलियो चिया मनपर्छ भनेर मैले त्यस्तै चिया बनाएर ल्याएको नि। महिमा म तिमीलाई एउटा कुरा सोध्छु ल। के कुरा हो सोध न। हेर न मेरो त्यहाँ हिजो भित्र राखेको दराजमा खुत्रुकी थियो, त्यो खुत्रुके नै छैन भनेको तिमीले कहीँ देखेको छौ? होइन भन्न खोजेको के हो तिमीले? तिम्रो खुत्रुके मैले चलाएँ भन्न खोजेको हो र? भित्र कतै होला राम्रोसँग खोज न। मैले ताल चलाएर गएको थिएँ, गङ्गा आमाकोबाट आउँदाखेरि खुत्रुके नै छैन। अब चोर आयो भनौँ भने तालचा जस्ताको तस्तै छ। कसले लग्यो होला है मेरो खुत्रुके? ए भनेपछि हुँदा हुँदा तिमीले मलाई चोरोस पनि लाउने भ्यायो है? तिम्रो खुत्रुकेको पैसा चोरेर खानु दिन आएको छ र मेरो? त्यही पनि आमाले जाने बेला 20,000 छोडेर जानुभएको पैसा मलाई। हुँदा हुँदा तिमीले मलाई चोरोसम्म पनि लगाउने भ्यायो है आमा नभएको बेला? होइन मैले कहाँ त्यस्तो भन्न खोजेको हो र? त्यहाँ भएको खुत्रुके तिमीले देखेकी छौ कि भनेको त? चोर दोष लगाएको हो त मैले तिमीलाई? मैले सब कुरा बुझेको छु। आज आए त अलि मलाई चोर दोष लगाइ छैन त कहाँसम्म रहेछस् त? तँ त दिदी भन्न पनि लाज लाग्छ मलाई त। मैले कहाँ त्यसो भन्न खोजेको हो र बहिनी? किन रिसाएको? नरिसाउ न। तँलाई त ओइ नखर माउनी तैँले फसा हात हाले क्या?